आज धेरै रुन मन लागेको छ। हजुरहरू सामु यो कुरा नगरौँ भने गर्न मन लागेको छ। नचाहँदा पनि मैले हजुरहरूसँग यो कुरा भन्न बाध्य भएकी छु आज। मलाई सबैजनाले केटाहरूको भन्छन् किन यस्तो दुःखी भएको भन्छन्। मैले हिजो अस्ति हजुरहरूलाई हँसाएको थिएँ, आज म आफै दुःखी भएकी छु। म दुःखी भएको बेलामा हजुरहरूले के मलाई हँसेर सही गर्न सक्नुहुन्छ त? आज धेरै दुःखी छु किनकि मलाई सबैजनाले रोएर किन नाटक पारेको के गरेको भन्छन्। मैले रोएर नाटक पारेको होइन, हेर्नु त मेरो आँखाबाट आँसु झरेको। यसको कमाल के हो भने हजुरहरूलाई म भन्न चाहन्छु है, राम्रोसँग ध्यान दिएर सुन्नुहोला है त। मलाई त्यत्तिकै आँसु आउँदैन। नाटक पारेको, बिस लागेको अनि एक्टिङ गरेको भन्छन्, तर होइन है, यो सबै कमाल भनेको यसको बेला आएपछि मलाई एकदम पीडा हुन्छ, छटपटी हुन्छ अनि म सुत्न पनि सक्दिनँ, अनि म औषधि खान पनि सक्दिनँ, केही गर्न सक्दिनँ। आज यो आँखाबाट जुन आँसु झरिरहेको देख्नु भयो भने हजुरहरूले यो सबै यसको कमाल हो है त, यसको कमाल हो। यसलाई सबैजनाले माया गरिदिनु होला है, यो सबै यसको कमाल हो। यो हामीले तरकारीमा हालेर कति मिठो मानेर खान्छौँ खाना त, तर के गर्नु हेर्नु नि, यो बैगुनी के साह्रै बैगुनी छन् भनेको, साह्रै बैगुनी छ। अरूको आँखाबाट आँसु झारिदिन्छ अनि तरकारी पकाउनु लाग्यो काट्न पनि सक्दैन अनि यो सबै कमाल यसको हो। यसको नाम के हो गाइज, चिन्नु होला है त। यसको नाम के हो? मैले मनोरञ्जनको लागि हजुरहरूले मलाई नाटक गरेर भिडियो बनाएको भन्नुहुन्थ्यो नि, अनि त्यसपछि के अरे कहिले के भन्छ अरे, कहिले भिस लाएको कहिले के लाएको भन्नुहुन्थ्यो नि, होइन है। त्यो चाहिँ मैले खासमा के हो कुरा भने त्यो चाहिँ जब भिडियो बनाउँछु त्यो गीतमा डुबिसकेपछि आफै आफ आँसु झर्छ है। म अनि त्यस्तै एक्टिङ गर्छु। अनि आज चाहिँ हजुरहरूलाई मनोरञ्जन दिनको लागि म सधैँ हँसाउने मान्छे है। म आफू दुःखी भए पनि मनमा पिर त जसलाई नि हुन्छ, पिर भए तापनि सबैलाई हँसाउने मान्छे। आज तपाईँहरूलाई मैले एउटा एक्टिङ गरेर एउटा के भन्छ अरे, किन रोको होला, के कुरा होला, साह्रै अचम्म मानेर सुन्न मन लागेको होला है। त्यो सबै कमाल भनेको यसको है त। यो हामीले तरकारीमा पनि हालेर खान्छौँ, तरकारी पकाउँदाखेरि कस्तो मिठो हुन्छ। अनि मासुमा झन् नभई हुँदैन है, यसले कस्तो गर्छ। अनि यो प्याज काट्दाखेरि मलाई एकदम हाँसो आउँछ। अनि मैले के अरे चाउचाउ बनाउन प्याज काटेको थिएँ, अनि त्यसको लागि मैले एउटा भिडियो बनाएँ, हजुरहरूसँग प्रस्तुत गरेको छु। के कस्तो छ मेरो डाइलग, अनि त्यसपछि मेरो एक्टिङ है, मेरो रुवाई के कस्तो छ, हजुरहरू सबैजनाले कमेन्ट गरिदिनु होला त। हस् त, धन्यवाद, नमस्ते। सम्पूर्ण मेरो फेसबुकमा रहनुभएका 3600-3700 जना साथीहरू हुनुहुन्छ, मित्रहरू हुनुहुन्छ, उहाँहरू सबैलाई भित्री हृदयदेखि नै नमन भन्न चाहन्छु। फुल सपोर्ट गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला, कहिले पनि माया नमान्नुहोला, एकले अर्कालाई सपोर्ट गर्नुहोला है। हजुरहरू जहाँ जस्तो अवस्थामा हुन्छ राम्रोसँग बस्नुहोला, आफ्नो केयर गर्नुहोला। चिसो कतिको बढेको छ, तातो लुगा लगाउनु होला भन्दै म अहिले बिदा हुन्छु। हस् त, बाई बाई।